अन्तत दर्शकबिन तपाईहरूले कान्छी सिरियल हेर्दै आउनु भएको छ होला। कान्छी भने जङ्गलमा चारैतर्फ भौतारी तापनि सागरलाई भने भेट्न सकेकी छैनन्। गत साता गएको सिरियलमा पनि सागरलाई खोज्दा खोज्दै सिरियल समाप्त भएको छ। अब आउने भागमा के हुन्छ होला दर्शकबिन, सागर र कान्छीको कसरी भेट होला त? आजको यस भिडियोमा हामी सम्पूर्ण कुरो बताउने होला छौँ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। र यदि तपाईँ सागर र कान्छीको भेट भएको हेर्न चाहनुहुन्छ भने हाम्रो भिडियोलाई एक लाइक गरी च्यानल सब्स्क्राइब गरिदिनु होला। दर्शकबिन भिडियोलाई सुरु गरौँ। गत साता गएको सिरियलमा भने कान्छीको दाइ र कान्छीको देवर भएर सागरलाई खोज्नका लागि जंगलमा गइसकेका छन्। तर जंगलमा जाँदाखेरि जंगली जनावरहरूलाई देखेर कान्छीको दाइले भने कट्टुमै मुतिदिन्छन् र त्यहाँबाट फर्केर जाऊ भन्छन्। र कान्छी भने तपाईहरू जाने भए जानुहोस्, म एक्लै भए पनि मेरो बुढालाई खोज्छु भन्न थाल्छिन्। दर्शकबिन कान्छीको यो मायाप्रति तपाईहरू के भन्न चाहनुहुन्छ? र यता दर्शकबिन प्रिया र जुने भने कान्छीलाई अझै दुःख दिनुपर्छ भनेर जंगलभित्र पसेका छन्। उनीहरू पनि कान्छी सँगसँगै जंगलभित्र आएका छन्। यता सालिनाको मामाले भने सालिनालाई मारिदिन्छु भन्दै सागरलाई डर देखाउँदैछन्। के साँच्चीकै सालिनाको मामाले सागर र सालिना दुईटैलाई मार्देलान् त दर्शकबिन? अब आउने भागमा भने सागर र कान्छीको जसरी भए पनि भेट हुनुपर्छ, नभए सिरियल नै धेरै खल्लो हुन्छ। दर्शकबिन जसरी भए पनि सागर र कान्छीको भेट होस् भन्न चाहन्छु। तपाईहरू के चाहनुहुन्छ दर्शकबिन तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हामी मिल्नेछौँ अर्को रिभ्यू भिडियोमा। तपाईहरू भुन्टी सिरियलको रिभ्यू हेर्न चाहनुहुन्छ भने तल दिइरहेको भिडियोमा क्लिक गर्नुहोला। धन्यवाद।